खाना खान पाउँदैन थियो चोरेर खानु पाउँथ्यो 3 राति सुत्थ्यो दिउँसो त खानै पाउँदिन थिएँ म खाना दिउँसो त खानै खान पाउँदिन थिएँ आउँथ्यो हेर्थ्यो के छ कि छैन भन्दै यस्तो च्याउँदै हेर्थ्यो के खान्छ कि खाँदैन भन्दै हेर्थ्यो एक छाक त्यही पनि बेलुका थोरै यति के छ चोखो खाना पाइयो कि उनलाई चोखो नो तिनीहरूले खाएको जुठो खानुपर्ने छोडेको मात्रै छोडेको खानुपर्ने अनि यस्तो भन्थ्यो खा पनि भन्दैन थियो तिनीहरूले मलाई मम्मीलाईसँग हात लाउनु भएको छैन त्यही मम्मीले गाली मात्रै गर्नुहुन्थ्यो आज मम्मीको गाली नै गल्ला है मम्मीले कुटे पनि हुन्थ्यो जस्तो लागेको तिनीहरूले कुट्दा अहिले कहाँ दुखिरहेछ हजुरलाई के छ मेन कुरा भनेको टाउको टाउको मेन कुरा भनेको टाउको खुट्टा दुखेको छ खुट्टा त्यही पनि घाउ छ त्यो त्यहाँ थोरै डाम छ अनि यहाँ यतै छ यहाँ त्यो खुट्टाको पनि बहिनीले एकदम ठुलो घाउ भनिरहनु भएको थियो यो केले पिटेको लट्ठीले कुटेको मोटो लट्ठीले यहाँ छ बुढीतिर लात्तीले हानेको छ छातीतिर बिचरा बहिनीलाई गाह्रो भइरहेछ अनि त्यो साउको छोराहरूले जुन चाहिँ अलि अनैतिक काम गर्न खोज्ने गोप्याङ्गतिर पिट्ने त्यस्तो केही गर्यो हजुरलाई त्यो बच्चाहरूले कुट्थ्यो बच्चाहरूले कुट्थ्यो अनि मैले भन्थेँ म्याडम यसले कुट्दैछ बच्चाले भन्थ्यो ठिकै पर्यो भन्थ्यो मलाई भाषा बुझ्नुहुन्थ्यो कति समय लाग्यो भाषा बुझ्नलाई त्यस्तै 6-7 महिना 6-7 महिनामा के छ बुझ्नु मात्रै हुन्थ्यो कि उसँग कुरा पनि गर्न बुझ्थेँ मात्रै अनि बुझिन अनि मलाई बोल्न आएन भने आएर कुट्ने जति बेला नि कुटेर खाने त्यो हजुरको पछाडि पिटेको डामहरू एकदम दर्दनाक छ त्यो एकै दिन पिटेको कि दिनदिनै पिट्थ्यो कि के दिनदिनै पिट्थ्यो यो ड्याम यो बिहिबार कुटेको यो बिहिबार कुटेको मैले मम्मीलाई शुक्रबार भिडियो पठाइदिएको मम्मीलाई शुक्रबार भिडियो पठाइदिएँ बिहिबार लास्टै कुटेको के छ थोरै घाँटीतिरको केही घाउहरू देखाउन मिल्छ घाउ छ त्यो त्यहाँ थोरै डाम छ अनि यहाँ यतै छ यहाँ त्यो खुट्टाको पनि बहिनीले एकदम ठुलो घाउ भनिरहनु भएको थियो यो केले पिटेको लट्ठीले कुटेको मोटो लट्ठीले यहाँ छ बुढीतिर लात्तीले हानेको छ छातीतिर बिचरा डर देखाइदिन्थ्यो त बाकसमा जान्छस् त जिउँदै जादिनस् भन्थ्यो जिउँदो फर्किन्छु जस्तो लाग्थ्यो मलाई त्यस्तो त्यो धम्की दिन्थ्यो भने त नेपाल जादिनस् तेरो यो जान्छ कि जिउ मात्रै जान्छ भन्थ्यो बिचरा मम्मीको याद कतिको आयो त्यो पिटाई खाँदा त्यो त्यति धेरै मम्मीले अझैसम्म यत्रो ठुलो भइसक्यो मम्मीले कुटेर भएको छैन दिदीले कुटेको छैन मम्मीलाईसँग हात लाउनु भएको छैन त्यही मम्मीले गाली मात्रै गर्नुहुन्थ्यो आज मम्मीको गाली नै गल्ला है मम्मीले कुटे पनि हुन्थ्यो जस्तो लागेको तिनीहरूले कुट्दा दिदीसँग कुरा हुन पायो आफ्नो प्यारो दिदीसँग यस्तो पिटाई खाँदा यति दर्द दिदीसँग फोन पनि दिँदैन थियो महिनामा एकचोटि कुरा गर भन्थ्यो त्यो पनि थोरै कुरा गर भन्थ्यो एक मम्मी सन्चै हुनुहुन्छ भन्थ्यो सन्चै छु भन्नुहुन्थ्यो अनि ल मैले राखिदिएको मलाई फोनमा आएको छ भने अनि मैले मम्मीलाई फोन राखिदिनु भने अनि फोन राखिदिएँ अनि फोन दिन्थेँ म त्यसलाई मलाई केही पनि दिएन म एउटा काम गर्ने लुगामा आएको बिचरा हो हजुर काम गर्ने लुगामा लगभग नाङ्गै जस्तो अवस्थामा हजुर चाहिँ उत्रिनु भएको छ त्यही पनि एकजना चेली भेटिनु भएछ र फोन पनि दिएन फोन दिएन मेरो भनेको तेरो फोन किन चाहियो तँलाई त जा त्यतिकै म यो दिदीलाई नभेटेमा म मम्मीलाई कसरी कल गर्थेँ हजुर आउने कुरा त हामीलाई थाहा भइसकेको थियो हामी तपाईँलाई रिसिभ गर्नै आएका थियौँ अनि के छ खाना कति दिन खाना खान पाउँदैन थियो चोरेर खानु पाउँथ्यो 3 राति सुत्थ्यो दिउँसो त खानै पाउँदिन थिएँ म खाना दिउँसो त खानै खान पाउँदिन थिएँ आउँथ्यो हेर्थ्यो के छ कि छैन भन्दै यस्तो च्याउँदै हेर्थ्यो के खान्छ कि खाँदैन भन्दै हेर्थ्यो एक छाक खान पाइयो एक छाक त्यही पनि बेलुका थोरै यति के छ चोखो खान पाइयो कि उनलाई चोखो नो तिनीहरूले खाएको जुठो खानुपर्ने छोडेको मात्रै छोडेको खानुपर्ने अनि यस्तो भन्थ्यो खा पनि भन्दैन थियो तिनीहरूले मलाई खा पनि भन्दैन थियो म यहाँबाट कस्तो भएर गएको थिएँ आउँदा त मरेको जस्तो लास भएको छु खा पनि भनेन कुनै बेला मम्मीसँग कति समयदेखि सम्पर्क हुन पाउनु भएन मम्मीसँग 4 महिना कोहीसँग पनि भएन आफ्नो फ्यामिलीसँग कुरा गर्न सकेन मम्मीले त मरेको सोचेको थियो हुनुहुन्थ्यो होला मम्मी दिदीले यहाँ मम्मीलाई थर्काएर खाएको वहाँ गएर गाह्रो पर्यो
मम्मीले त यहाँ त माया गर्नुहुन्थ्यो होला नि मम्मीले माया गर्नुहुन्थ्यो मम्मीले कुट्नु हुँदैन थियो दिदीले कुट्नु हुँदैन थियो मेरो भनेको दिदी मम्मी बाहेक अरू कोही छैन कुनै दिन त्यो कुबेतीले पीडित ढल्नु भयो ढले म ढलेर घाँटी नाकेको यसरी यसरी खोकेर बाँचेको म घाँटी नै न्याकिस घाँटी नाक्यो खोके अनि मात्रै छोड्यो तिनीहरूले मलाई साउनीले नै हो खोकेर मात्रै छोड्थ्यो अनि के भन्थ्यो तँलाई दिनदिनै कुट्छु भन्थ्यो बिचरा यो तँलाई थोरै भएको तँलाई अझै कुट्छु भन्थ्यो मलाई तिनीहरूको मार्ने नै मन सार रहेछ क्या तिनीहरूले मार्थ्यो मलाई म अहिले बसेको भए तिनीहरूले मलाई मार्थ्यो मेरो लास आउँथ्यो नेपाल मैले मम्मीलाई हेरेर भाउदिरहेको थिएँ दिदीलाई म त छोड्दिनँ म यहाँको अफिसको मान्छेलाई छोड्दिनँ मम्मी दर्शक पनि यहाँ तपाईँले देख्नुभएको छ यत्रो वर्षसम्म तिमीहरूलाई मैले हरेक अब पनि पाल्न सक्छु म जतिखेर गर्छु र तिमीहरूलाई म कहिले दुःखमा राख्दिनँ सबैले गरेको बेलामा त तिमीहरूलाई मैले कहिले छोडिनँ कसैले साथ नदिए पनि म तिमीहरूलाई कहिले पनि छोडिनँ यहाँसम्म पुऱ्याउनु नै सबभन्दा ठुलो मेरो कुरा हो होइन अब त मेरो छोरीलाई पाएँ एकदम खुसी छु नानु अनि कहाँ दुखिरहेछ अहिले एकदम अप्ठ्यारो देखिन्छ बिचरा मम्मीसँग भक्काइरहनु भएको छ हाम्रो पनि आँसु आइरहेको छ तपाईँहरू रोएको देख्दा आज तपाईँलाई सकुशल जे भए पनि सास ल्याउन सफल भएछौँ अब बिस्तारै स्वास्थ्य उपचारपछि फेरि पुरानै स्थितिमा शरीर फर्किएला अहिले कहाँ दुखिरहेछ हजुरलाई के छ मेन कुरा भनेको टाउको टाउको मेन कुरा भनेको टाउको खुट्टा दुखेको छ खुट्टा त्यही पनि टाउको एकदमै दुखिरहेछ टाउको लास्ट दुखेको छ आमा जिउँदो हुँदैन तर आमाले एक थोपा रगत मिजल मलाई म कहिले पनि मैले कहिले पनि छोडेको छैन टेन्सन नगर्नु आमा भनेको कस्तो हो भनेर हामी त्यो जो आमा छ त्यो मान्छेलाई मात्रै थाहा हुन्छ छोराछोरीको महत्त्व